गइराखेका छौं। आफ्नो गाउँघरको संस्कृति र सम्वर्धनलाई हामीले चाहिँ जोगाइराख्नको निम्ति कठिन छ। यो घुमे नाच नाच्न आफ्नो गाउँघरको जस्तो त्यति सजिलो त छैन, धेरै गाह्रो छ। एउटा आर्थिकको पनि अभाव छ हामीलाई। त्यसको बावजुदमा पनि हामी आफै समाजका विभिन्न अङ्गहरूमा हामीले चाहिँ आह्वान गरेर आर्थिकहरू सङ्कलन गरेर हामीले यो घुमे पर्व नचाउन चाहिँ नि सफल भइराखेका छौँ। र देश विदेशमा रहनुहुने सम्पूर्ण रुकुम रोल्पा लगायत सम्पूर्ण देशका घुमे पर्व मनाउने दाजुभाइ तथा दिदीबहिनी बुवा आमाहरूमा घुमे पर्वको विशेष शुभकामना भन्न चाहन्छु। र यस घुमे पर्वलाई सभ्य र भव्य बनाउन हुने सम्पूर्ण उपस्थित आम जनसमुदाय, पत्रकार महासङ्घ, सुरक्षा निकाय, विशेष अतिथि, प्रमुख अतिथिहरूको ठुलो योगदान छ। यसलाई चाहिँ हामी कहिले भुल्ने छैनौँ र अझै यो सालको भन्दा अर्को साल अझै भव्य बनाउने एउटा सङ्कल्प गर्दै मेरो आफ्नो छोटो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। यो घुमे पर्व कार्यक्रमलाई सफल पार्नका निम्ति हाम्रो समाजका सदस्य श्रीमती घरकीले हामीलाई नगदको 5 प्रदान गर्नुभएको छ। नगदको 5 प्रदान गर्नुभएको छ। उहाँले यहाँ यो मोरी धन्यवाद दिँदै सबैजना सबै साथीहरूले पूजा खाजा गर्न खाजा खाइदिनु हार्दिक अनुरोध गर्दछु। सफलताको निम्ति भगवानका साथ सहयोग गर्नुभएको छ। किन अहिले गर्मी पर्छ गुड गरेर हामी जान्नु त उता यसो केही पानी चियापानी गरौँला। उहाँको सम्झना खाजा हुन सक्छ। मेटाउनका निम्ति हामीलाई यो असार 1 र 2 गतेको कार्यक्रमलाई मनका साथ सहयोग गरेर हामीलाई हाम्रो पानी पेस मेटाइदिनु भएको छ। झारपानी खुवाउनु भएको छ। रोल्पा जिल्ला लुम्बी गाउँपालिका वार्ड नम्बर 4 घरबाई, वार्ड नम्बर 4 सरेकुङ घरबाई, हाल लामाचोर निवासी चन्द्रबहादुर गुरुङले हामीलाई निरन्तर 2 दिने कार्यक्रमको लागि पानी खुलाइरहनु भएको छ। पानी जस्तो अत्यन्तै आवश्यक पानी खुवाउनु भएकोमा दाताहरूको सहयोगी